Hi guys, welcome to my mini vlog. आज चाहिँ म अफिसबाट समर रिट्रिट जाँदैछु। हामी चाहिँ बाटोभरि नाच्दै गाउँदै गयौँ। त्यसपछि चाहिँ हामी 1-1.5 घन्टामा वहाँ पुग्यौँ। यो चाहिँ धुलीखेलको स्काई गार्डन रिजोर्ट हो। अनि हामी चाहिँ रुमतिर लाग्यौँ। अनि रुम चाहिँ राम्रो थियो अनि बाल्कनीबाट भ्यू पनि राम्रो देखिरहेको थियो। जाने बित्तिकै पानी पर्यो तर नि हामी चेन्ज गरेर चाहिँ फोटो खिच्यौँ अनि लुक एट द भ्यू यस्तो राम्रो देखिरहेको थियो। त्यसपछि मैले मिटिङको लागि अघिकै लुगा लगाएँ। मिटिङपछि हामीले कफी र बिस्किट खायो। कफी चाहिँ मलाई खासै मन परेन। त्यसपछि फेरि चेन्ज गरेँ। मैले सिधै नाइटी लगाएँ। त्यसपछि हामी खाना थाल्यौँ। फर्स्टमा चाहिँ बार्बिक्यू थियो अनि यहाँ चाहिँ म र मेरो साथी वाइनको ग्लासमा स्प्राइट र कोक खाँदै थियौँ। अनि यहाँ चाहिँ मेरो भेज साथी छ। कसो अरू खानेकुराहरू पनि खायौँ अनि चाउचाउ साधेको खाएको यो चाहिँ नयाँ खालको देखेँ मैले अर्कै थियो। यो चाहिँ रातिको भ्यू थियो अनि नाचगान गरिसकेपछि चाहिँ हामीले डिनर खान गयो अनि खायौँ। हामीले खाना चाहिँ मिठो थियो। त्यसपछि हामी स्विमिङतिर लाग्यौँ। मैले चाहिँ सानो बेलामा एकचोटि गरेपछि सिधै अहिले गरेको लुक एट माई फेस म यस्तो डराइरहेको थिएँ। त्यसपछि मेरो साथीले चाहिँ मलाई केही हुँदैन केही हुँदैन भनेर भनिरहेको थियो। उसको हेल्पले गर्दाखेरि मलाई एकदम रमाइलो भइरहेको थियो। यो चाहिँ मेरो फोटोको लागि गरेको तर एउटा फोटो पनि राम्रो आएन। यहाँ चाहिँ म फेरि डराइसकेँ। हल्का एस्थेटिक हुँ भनेर यो गरेको मैले। त्यसपछि नुहाएर कपाल सुकाएर हामी फेरि ज्यामिङतिर लाग्यौँ। राति चाहिँ माथि एकदमै चिसो थियो अनि त्यसपछि हामी यहाँ गीत गाएर बस्यौँ। सायद तिमी भेटेको भए घुमाउन लान्थे मर्सीलाई मर्सिडिज बेन्चमा। 4 बजे सुतेर बिहान उठिसकेँ म अनि म ब्रेकफास्टको लागि गएँ। मलाई ससेज चाहिँ एकदमै मनपर्छ। यो चाहिँ 2 टाइप्स अफ फ्रेन्ड्स भनेर खिचेको मैले। उसलाई चाहिँ पपाया मनपर्ने मलाई चाहिँ वाटरमेलन। त्यसपछि फेरि एकछिन फोटोसोटो खिच्यौँ बिहान अनि त्यसपछि फेरि रेडी हुनको लागि हामी गयौँ। त्यसपछि हामीले टिकटकहरू बनायौँ अनि फोटोहरू पनि खिच्यौँ टन्नै। त्यसपछि हामी लाग्यौँ। दिस वाज अल। थ्याङ्क यू फर वाचिङ।